आज हाम्रो पुसमा पकाएर माघमा खाने दिन माघे सङ्क्रान्ति हो। माघे सङ्क्रान्ति किन मनाइन्छ र कसरी मनाइन्छ भनेर यो भिडियो हेर्नुहोस्। नमस्ते साथीहरू, आज मैले नेपालको मुख्य पर्वमध्ये माघे सङ्क्रान्तिको विषयमा भौगोलिक आधारमा, जाति जनजातिको आधारमा फरफरक तरिकाले मनाइन्छ, ऐतिहासिक महत्त्व के छ, परम्परा अनुसार कसरी मनाइन्छ, किन मनाइन्छ, धार्मिक मान्यता के हो, वैज्ञानिक मान्यता के छ, कुन कुन चिज वस्तुको उपभोग गरिन्छ, विस्तृत रूपमा समेटेर माघे सङ्क्रान्तिको विषयमा यो छोटो भिडियो लिएर आएको छु। कृपया स्वीकार गरिदिनु होला। माघे सङ्क्रान्ति सूर्य, संस्कृति र सभ्यताको पर्व। नेपालका मुख्य पर्वहरूमध्ये माघे सङ्क्रान्ति केवल एउटा चाड मात्र होइन, यो प्रकृति, परम्परा, धर्म र विज्ञानको अनुपम सङ्गम हो। हरेक वर्ष माघ महिनाको पहिलो दिन सूर्यले आफ्नो यात्रा दक्षिणायनबाट उत्तरायणतर्फ मोड्छ। यसै दिनबाट दिन लामो र रात छोटो हुन थाल्छ। नयाँ उज्यालो, नयाँ ऊर्जा र नयाँ आशाको सुरुवात। नेपालको हिमाल, पहाड र तराई तीनै भौगोलिक क्षेत्रमा माघे सङ्क्रान्ति फरक फरक तरिकाले मनाइन्छ। हिमाली भेगमा कठ्याङ्ग्रिने चिसोबाट बच्न घिउ, उनिलो चिया र मासुजन्य परिकार सेवन गरिन्छ। पहाडमा घिउ, चाकु, तिल र तरुलले शरीर मात्र होइन, पारिवारिक सम्बन्ध पनि न्यानो बनाउँछ। तराईमा भने नदी, ताल र सङ्गम स्थलमा पवित्र स्नान गरी माघे सङ्क्रान्तिलाई विशेष श्रद्धाका साथ मनाइन्छ। नुवाकोटको तारुकामा माघे सङ्क्रान्ति केवल पर्व होइन, यो साहस, शक्ति र कृषक जीवनसँग जोडिएको ऐतिहासिक परम्परा हो। यहाँ साने जुधाई, समृद्धि र राम्रो बालीको प्रतीक मानिन्छ। नेपालका विभिन्न जाति जनजातिमा यो पर्व फरक नाम र अर्थमा मनाइन्छ। थारू समुदायका लागि माघी नयाँ वर्षको सुरुवात हो। घर परिवारको नयाँ नियम, समाजको नयाँ जिम्मेवारी र कमैया प्रथाबाट मुक्तिको ऐतिहासिक स्मृति। मगर समुदायमा कुल पूजा, नाचगान र सामूहिक भोज। नेवार समुदायमा घिउ, चाकु सन्लु, जहाँ घिउ र चाकुले स्वास्थ्य र समृद्धिको कामना गर्छ। धार्मिक मान्यता अनुसार माघे सङ्क्रान्ति अत्यन्त पुण्यदायी दिन हो। सूर्यलाई जीवनदाता देवता मानी नदी स्नान, दान, जप र पूजा गरिन्छ। मानिन्छ यस दिन गरिने दान पुण्यले पाप नाश भई आत्मा शुद्ध हुन्छ। वैज्ञानिक दृष्टिले पनि माघे सङ्क्रान्ति उत्तिकै महत्त्वपूर्ण छ। जाडो मौसममा शरीरको ताप घट्ने भएकाले घिउ, चाकु र तिल जस्ता ऊर्जावान खाना सेवन गरिन्छ। यी खानेकुराले शरीर तताउँछ, जोर्नी दुखाइ कम गर्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। घर घरमा पाक्दै गरेको चाकुको बास्ना, आगो ताप्दै सुनाइने पुराना कथा र सूर्यको पहिलो किरणसँगै आशाले भरिएको मुस्कान। माघे सङ्क्रान्ति केवल परम्परा होइन, यो हाम्रो पहिचान हो। यो पर्वले हामीलाई सम्झाउँछ प्रकृतिसँग सन्तुलनमा बाँच्न, संस्कृतिको सम्मान गर्न र स्वास्थ्यप्रति सचेत रहन। माघे सङ्क्रान्ति विविधताभित्रको एकता र पुरानो सभ्यताबाट नयाँ पुस्तासम्म बगिरहने उज्यालो हो। माघे सङ्क्रान्तिको शुभकामना। भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, शेयर, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला, ताकि हामीलाई यस्तै भिडियो सामग्री बनाउन र तपाईँ सामु पस्किन प्रेरणा मिलोस्। माघे सङ्क्रान्तिको मङ्गलमय शुभकामना। अर्को भिडियोमा फेरि भेटौँला। हवस् त, धन्यवाद।